नमस्ते दर्शकबिन। आज चाहिँ हाम्रो विशेष चाहिँ गेस्ट हुनुहुन्छ रेसिमकला भ्याल। उहाँ चाहिँ वार्ड नम्बर 4बाट आउनुभएको लुकेको कथा पोडकास्टमा हाम्रो चाहिँ लोक देउडा गायिका हुनुहुन्छ। उहाँ चाहिँ आज उहाँसँग केही हामी कुरा गर्दैछु। नमस्कार छ सबै मेरा रानी। मेरो नाम रेसिमकला भ्याल हो। वडा नम्बर 4 देउडा गाउनुहुन्छ फिलियामा। तपाईँ चाहिँ एकदम चाहिँ राम्रो स्वरमा देउरा गाउनुहुन्छ। आज हाम्रो लुकेको कथा पोडकास्टमा हजुरलाई बोलायौँ र तपाईँको अहिले चाहिँ कस्तो छ, अहिले किन के कति कारणले चाहिँ तपाईँ चाहिँ यहाँ पुग्नुभयो, तपाईँले के भन्न चाहनुहुन्छ लुकेको कथामा? म सुख दुःखका चुटकिला भन्ला भनिकन म आएँ। अन्त छोरा छन्, बुहारी छन्, ननाति छन्, सबै छन्, तर श्रीमान छैन। अनि आफ्नो दुःखका दुई टुक्का भन्ला भनिकन आएँ। हजुर चाहिँ देउडा गाउनुहुन्छ, राम्रो स्वर छ हजुरको, हामीले चाहिँ सुनिरहेको होइन। आज चाहिँ हाम्रो लुकिएको कथामा हल्का चाहिँ केही भनिदियो हुन्थ्यो। कहाँ बैठ रे जाऊ डाप्या मैना चढे लाली मरि बोल्दैन क्यान डाप्या मैना चढे लाले मरि बोल्दैन क्यान त्यहाँको पुग्ने रहेछ सुर्जाउको दिन बाई गया बरिलाले बोल्दैन क्यान लामै गरेर सुरे जाउको कति पर्या फेरा लाले बोरे बोल्दैन क्यान गाई मुनको नभइकन सुरे जाउका दिन बाई गया मेरा लाले बोरे बोल्दैन क्यान क्या विचार सुर्जाउका क्या विचार सुर्जाउका बेकता गयालाले मोर बोल्दैन क्यान बेकता गयालाले मोर बोल्दैन क्यान
अनि जुलियामा यो चाहिँ तपाईँले अहिले देउडा गीत गाउनुभयो यो वास्तवमा भन्नुपर्दा चाहिँ खासै के भन्न खोजिरह्यो गीतले म सुख दुःख यस्तै उहिलेदेखि यदि यो दुःखले भुनिएका ऊ पनि चिट्टिरा पनि बुझिदिएनन् कसैले मुखन सारा पनि दिएनन् मुखन कसैले केही पनि उ गरेनन् भन्ने मैले दुःखले भनिआयो दुःखले दुखेसो खुइआयो दुखेसो खुइने खालको गीत हो हुन्छ आज चाहिँ लोकल देउडा गाउनुहुन्छ लोकल म देउडा अहिले चाहिँ मैले गाएकी छु म सुख दुःख एकचोटि दुई भल्ला भनिकन माया तर सुख दुःख त कोही हेर्ने सुखी छान्ने नै दुःखी मान्ने नै लोग्ने श्रीमान छैनन् मैले मैले म 30 वर्ष राणी भएकी हुँ एकल महिला भएकी हुँ 30 वर्ष देउडामा कि मैले एकल महिला मेरा 9 जात बच्चा 3 छोरा 6 छोरी मैले होइन नै गरिकन मैले पालिकन उनीबाट हुर्काइकन आएको छ मैले जोगी पाकेलाई उदनसार अगाडि उदाया कहान मैले सुख दुःखका धेरै मैले भनेकी हुँ मुखबाट कुनैले सघन आइगयो सिउँदो फुटिगयो डाँडो झरिगयो अब सास पनि आउँदैन भास पनि आउँदैन कतै देउसो हुन्नेकन त हुन्नेले कुनैले सुखी कुनैले ऊ पनि आफ्नो चित्त पनि खाया होला कोही अनि चित्त पनि नखाया हुन्न कोहीको चित्त पनि बुझिया होइन होला कसैको चित्त बुझिए पनि होला धेरै अझ त मेरो सास पनि आउँदैन अब केही भन्ने ऊ पनि आउँदैन त्यही आफ्नो रडिलो बना भइकन दुई टुक्का भन्ला कथा हाम्रो पोडकास्टमा गफ गर्ने ठाउँ जस्तै गाउने ठाउँ जसरी युट्युबहरूमा तपाईँले कहिले हालेको छ कि छैन कहीँ योभन्दा अगाडि जानुभयो कि भएन युट्युबमा यस्तै मिडियम पनि त म केही गएकी नै त्यस्तो पार्टीले उ गरिकन मैले धेरै उ गरिकन भनिएकी हुँ अनि गाउनुहुन्छ कार्यक्रममा पनि गएकी विवाह व्रतबन्धमा पनि मुग्लियै पनि हुँ म मुग्लियै मगल भन्ने राणा शासनका मगल भन्ने संस्कृतिका मगल भन्ने झोडा चुट्किला देउडा चम्पा भैलो म जस्तै भैलो भन्ने को म जस्तै चुम्फा खिलाउने को म जस्तै मगल मुङ्लिए गुरु मुङ्लिए कुन चाहिँ कलशमै बसेकी राजाका अगाडि लागेकी देउता पनि अगाडि लागेकी कुन चाहिँ कलशमै बसेकी मेरा धनी मेरा खोडाका हजुरको एउटा चाहिँ त्यो ऊ भनिदिनु न ठुलियामा त्यो के अरे हाम्रो यो भैलो भनिदिनु न भैलो
Thái quái thái ti thái giải bao mai gai đeo na đời gai đeo na re te qua vai mi re te giải nào phải là cái đi mai tại nào ye pa pe vai áo này ra đến mai ta kết đi ya chia gửi cái lại ni pơi lại kết đi rồi vai gửi cái lại ni bỏ đi vai cái thân thái phải của thái đi ôi bé ai quay lên tha tia sát qua đây ra ba tia sát qua thay go bơ ra đi thế gai thế gai đi sẽ vai sẽ vai đi kia để ai thay nhớ để con thay ngoài bơi chỉ cái thay ngoài pani cái sẽ are de bezara mona bơi cái thơ ngoài bài đại ban kêu phơi qua sẽ từ để phơi biết đâu để phơi ta kia phơi ima cái vào để phơi bài sai phơi ơi phơi
भयो। चाहिँ एकदम चाहिँ अमूल्य समय दिनु भएर चाहिँ हाम्रो चाहिँ गाउँका चाहिँ हाम्रो ठुलियामा रिसिमकला भ्यालको आज यति अमूल्य समय चाहिँ दिनुभयो उहाँलाई चाहिँ मुनि मुनि धन्यवाद। र आज हामी एकदम चाहिँ तपाईँलाई हामी चाहिँ हृदयदेखि चाहिँ सम्झिन चाहन्छु। र आज हामी केही कुराहरू गर्दा गर्दै हामी आज चाहिँ छुट्टिन जान्छौँ। र ठिक छ, अब हामीले चाहिँ अर्को एपिसोडमा अब उहाँको चाहिँ चम्फा गीत, त्यसपछि गएर चाहिँ तपाईँको त्यो वनपाखा जाने गीत, यस्तो खालको गीत चाहिँ हामी ल्याएर फेरि उहाँ मार्फत चाहिँ आउने नै छु। अहिले छुट्टिन्छु। अहिले हुन्छ, हस्, धन्यवाद।